माइक्रोसफ्ट एक्सेलमा एउटा विद्यालयको मार्सिक हाजिरी कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चाहिँ म यहाँ देखाउन गइरहेको छु। यहाँ चाहिँ 1 महिनाको हाजिरीको चाहिँ अनुमान गरिरहेछ। यसमा चाहिँ महिनाको अन्तिममा कुनै शिक्षक वा कर्मचारी कति दिन हाजिरी भयो, कति दिन गयल भयो, या कति दिन उसले बिदा लियो वा सार्वजनिक बिदा थियो, त्यो समेतको चाहिँ एकिन डाटा यतातिर समरीमा आउने गरेर चाहिँ म यो फर्मेट व्यवस्थापन गर्दैछु। अब यसको लागि सबैभन्दा पहिले चाहिँ हामीले डाटा फिल गर्ने ठाउँलाई चाहिँ सिलेक्ट गरौँ। यहाँदेखि 1 गतेदेखि 30 गतेसम्म यो डाटा भ्यालिडेसन मार्फत फिल हुन्छ। अब हामीले म्यानुअली गर्न पनि सकिन्छ। म्यानुअली गर्दा अलि टाइम लाग्ने भयो भने लिस्टबाट चाहिँ हामीले चाहिँ डाटा भ्यालिडेसन गरेर लिस्ट बनाएर चाहिँ त्यसबाट सिलेक्ट गरेर गर्ने बनाउँदैछु म। यसको लागि चाहिँ सिलेक्ट गरियो, गरिसकेपछि यो डाटा मेनुमा जाने, त्यसपछि यहाँनिर गएको डाटा भ्यालिडेसनमा जाने। यसमा गइसकेपछि यहाँ चाहिँ हामीले लिस्ट छान्ने। अब लिस्टमा चाहिँ हाजिरीको लागि हा भयो, कमा, त्यसपछि गयलको लागि ग भयो, कमा, सार्वजनिक विद्याको लागि साबी भयो, साबी, कमा, बिदाको लागि चाहिँ आफूले पाउने नियमअनुसार पाउने बिदा स्वीकृत बिदाको लागि चाहिँ बी भयो। यदि चाहिँ हामीले लिस्टमा राख्यौँ भने चाहिँ ओके गरिदिउँ। अब चाहिँ हामीले यहाँ गर्न के सक्यो भन्दाखेरि 1 गते चाहिँ मानौँ उहाँ चाहिँ सर हाजिरी हुनुहुन्छ, 2 गतेमा चाहिँ उहाँले चाहिँ बिदा लिनुभयो, 3 गते चाहिँ सार्वजनिक बिदा छ, 4 गते छ, 4 गते हाजिर हुनुहुन्छ। यसै गरी यो महिनाको हाजिरीको आधारमा चाहिँ साथीहरु अब यो चाहिँ यो 6 जना व्यक्तिको शिक्षक तथा कर्मचारीको चाहिँ 1 महिनाको हाजिरीको जम्मा हाजिरीको विवरण भयो। अब यसमा चाहिँ एक गरेर काउन्ट गरेर गर्न सजिलो हुन्छ। यसलाई चाहिँ सूत्रबद्ध तरिकाले चाहिँ जम्मा हाजिरी भएको दिन, जम्मा हाजिरी नभएको अथवा गयल भएको दिन र जम्मा बिदा लिएको अथवा सार्वजनिक बिदा भएको दिन कति भनेर काउन्ट गर्नुको लागि चाहिँ हामी सूत्र लगाउँदै छौं। यसको लागि चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि एउटा काउन्ट इफ को सूत्र लगाउँ, जसको लागि इज इक्वल टु हाल्छौं हामीले इज इक्वल अब काउन्ट इफ COUNT इफ पोस्ट सुरु गर्छौं, त्यसपछि रेन्ज सिलेक्ट गर्छौं 1 देखि 30 गतेसम्म जम्मा हाम्रो कति गते छ त्यो अनुसारको भयो, कमा अब हाजिरी भएको हामी निकाल्दै छौं भने हा डबल इन्भर्टेड, त्यसपछि हा फेरि डबल इन्भर्टेड बन्द र पोस्ट बन्द। यति गरेपछि 22 दिन हाजिरी निस्किन्छ उहाँको। जम्मा हाजिरी दिन 22 दिन छ। अब यसमा चाहिँ गयल भएको दिन, हाजिरी नभएको भनेको गयल भएको दिन कति भने चाहिँ हामीले गयललाई चाहिँ गयलले संकेत गरेका छौं। त्यसको लागि फेरि काउन्ट इफ कै सूत्र लगाउनु पर्यो, इज कल्ड COUNT इफ पोस्ट सुरु 1 गतेदेखि 30 गतेसम्मको पुरै सिलेक्ट रेन्ज सिलेक्ट, कमा डबल इन्भर्टेड ग डबल इन्भर्टेड बन्द पोस्ट बन्द। यहाँ चाहिँ उहाँ चाहिँ गयल 0 हुनुहुन्छ। त्यसपछि अब हाम्रो उहाँले बिदा स्वीकृत बिदा लिएको र सार्वजनिक बिदा टोटल कति छन् भनेर गर्नलाई यसले चाहिँ सार्वजनिक बिदा छुट्टै स्वीकृत लिएको बिदा बी ले स्वीकृत जो हामीले संकेत गरेका छौं त्यो छुट्टै छुट्टै निकाल्न पनि सकिन्छ। मैले एकैचोटी यहाँ चाहिँ गर्दै हाले। अब यो बिदाको दिन निकाल्नलाई चाहिँ सेम त्यही चाहिँ हामीले सूत्र प्रयोग गर्छौं, इज कल्ड COUNT इफ पोस्ट सुरु पुरै 1 देखि 30 गतेसम्म रेन्ज सिलेक्ट, कमा डबल इन्भर्टेड कमा ग हैन बी बिदा। हामीले बिदाको मात्र निकाल्यौं, सार्वजनिक बिदाको साबीको निकालेका छैनौं, त्यसलाई चाहिँ छुट्टै निकाल्न पनि सकिन्छ। अनि पोस्ट बन्द गर्दाखेरि 1 दिन चाहिँ उहाँले बिदा लिनु भएको रहेछ। यसरी चाहिँ निकाल्न सकिन्छ। अब सबैको एकैचोटी चाहिँ सूत्र निकाल्नलाई यसलाई चाहिँ कपी गर्दिने, सर र तान्दिने, यसरी तान्न सक्यो। यसरी चाहिँ महिनाको अन्तिममा चाहिँ किरण प्रकाश ज्यूले चाहिँ 22 दिन हाजिर हुनुहुन्छ, हाजिर नभएको गयल 0 छ, सार्वजनिक बिदा चाहिँ 1 दिन लिनु भएको छ, सार्वजनिक बिदा चाहिँ काउन्ट गरिएन यहाँ, त्यसलाई चाहिँ छुट्टै राख्न पनि सकिन्छ। यसमै चाहिँ आउने गरेर काउन्ट गर्न पनि सक्यो। यसमा चाहिँ
एक दिन चाहिँ बिदा स्वीकृत गर्नुभएको छ। त्यसको 22 दिन हाजिरी, 1-0 गैल। त्यसपछि हाम्रो प्रेम बहादुर चाहिँ 1 दिन गैल हुनुभयो। त्यसपछि महेश चाहिँ 2 दिन गैल हुनुभयो। त्यसपछि मुकेश चाहिँ 1 दिन गैल हुनुभयो। रामगोपाल साई चाहिँ 3 दिन गैल हुनुभयो। हो यो चाहिँ यसरी महिनाभरिको हाजिरीको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चाहिँ मैले यहाँ देखाएँ। हस् त, धन्यवाद।